हेलो गाइज, मैले चाहिँ होइन एनिभर्सरी गिफ्ट चाहिँ आइफोन 17 प्रो म्याक्स गिफ्ट गर्न गइरहेको छु दिन्छु। अनि त्यसपछि यो भित्र चाहिँ मोबाइलहरू छ होइन, यो चाहिँ कभर हो। यो चाहिँ 17 प्रो म्याक्स। अनि यसभित्र चाहिँ यो चक्लेट, चक्लेट हालेर लाग्यो बुझ्यो चक्लेट बस लाग्यो। दामी, यसलाई पनि साइडमा हाल्छु। अब यो ब्यागभित्र अनि डब्बा हाल्छु। यस्तो छ डब्बा अनि पेपर है। अब यो यसले चाहिँ म देखाउँछु ल। फर्स्ट टाइम गिम्बल चलाएको, गिफ्टबाट ऱ्याप गरेर यो बक्समा हालेर हामी सरप्राइज गर्छौँ है। अब हामीले के गर्नुपर्छ भन्दाखेरि चट्ट बसेर वेट गर्ने। गाडी त्यहाँ आइसक्यो, मान्छे आइसक्यो, मुनि आइपुग्यो। अब लगभग 1 मिनट भनौँ न, 1 मिनटमा आइपुग्छ नि होइन। 1 मिनट पछिको दृश्य चाहिँ कतै ढोकामा क्याप्चर गरेर राख्नुपर्छ। हिँड्दै आइछन् है। अब सरप्राइज गर्नुपर्छ होइन। त्यहाँसम्म आइपुग्यो नि, हिँड्दै बिस्तारै हिँड्दै। हामी यहाँबाट भिडियो बनाइरहेको छौँ, त्यहाँ आइपुग्यो बिस्तारै। नाइस। ल ठ्याक्कै आइपुग्यो जस्तो छ है। ढकढक गर्छ। यहाँ मैले चाहिँ खुल्ला राखेको छु ताकि ढकढक ढकढक गरोस्। यो चाहिँ गिफ्ट हो। माथिको डस्टबिन फाल्न लगाउँछु यो कागज। अनि यहाँबाट के देखिन्छ है त, रियाक्सन हेरौँ न। Yeah, how are you, Maya? Oh, it's not. Wow. के छ मायाहरूको? माया, एउटा काम गराउँछु मान्छौ? No. यता हेर नि, यता यो डस्टबिन चाहिँ उता यता बाहिर फाल्दौ न प्लिज प्लिज। वी आर रेकर्डिङ। त्यो डस्टबिन निकालेर फाल न। ओ माई गॉड, ह्याप्पी एनिभर्सरी माया। आज मैले गिफ्ट बनाएर राखेको एनिभर्सरी। Okay. वाउ। Cute. What is this? यति मेहनत। अर्को अब त्यो नि हेर न, त्यो नि हेर न अर्को। ओहो ब्याग। अब ब्याग। Pro Max. Why Pro Max? 17 Pro Max. Blue color? Yes, blue color. खोलेकै छैन माया। Sealed. Oh, thank you. How are you feeling, Maya? Thank you so much. Wow. Sweet. Wow, thank you. Thank you for the bag. Oh. Thank Give you. me a hug, Maya. Oh. Thank you so much. iPhone 17 Pro Max.
ये माया वाह दामी छ त वाह साउन्ड सुन न साउन्ड अन गर त यता कभर यस्तो छ है चट्ट कस्तो राम्रो दुइटैको ब्लू ब्लू भयो नि त आहा कति हल्का हो है मेरोभन्दा हल्का छ त माया यार मेरो 15 यता 17 वाउ हेलो आइसक्यो ल हेलो लेखेको छुट्यो यो हो ला हाम्रो टाउको आइफोनको चार्जरको टाउको पनि त चाहियो नि अनि यो चाहिँ डाटेको भयो अरू के हुन्छ यसमा त केही पनि हुँदैन है सकियो उतापट्टि चाहिँ सुरु भयो हेलो यो पनि ओला ओला भनेको नि हेलो इङ्ग्लिस